मिनी ब्लग त स्टार्ट गर्ने सोचे तर के यो जर्नी लङ लास्टिङ जाला त। हेलो एभ्रिवान, दिस इज योर कोच राम शरण। आज फ्राइडेको दिन अनि म फटाफट रेडी भएर आफ्नो स्कुलतिर लागेँ र आमालाई पनि बाई बाई भन्दै फाइनली स्कुल पनि पुग्यो। मेरो प्यारो प्यारो ग्रेड 1 को किड्सहरूलाई लिएर म लागेँ फुर्सद। सबैलाई प्रोपरली लाइन मिलाएर राखिसके पछाडि आज उनीहरूको यो इयरको लास्ट डे थियो र मैले उनीहरूलाई मार्क्स दिनुपर्ने थियो। टिचरले राम्रो स्कोर दिनुहुन्छ भनेर होला यिनीहरू आज अरू दिन भन्दा एकदमै ज्ञानी छन् र अनि यिनीहरूलाई देखेर म पनि दङ्ग परेर आएको। त्यसपछि अब वार्मअप गराउनु थियो। वार्मअपमा मजासँगले उनीहरूलाई कार्डियो वर्कआउट गराएँ। आफ्टर कार्डियो सबै बडीहरू मजासँगले स्ट्रेचिङ गराइसके पछाडि एकछिन किकिङ गराएँ। यो इयरकै लास्ट डे भइसके पछाडि किड्सहरूको डिमान्डमा मैले आज उनीहरूलाई सर्भाइभल भन्ने गेम खेलाएँ। उनीहरूले यो गेम खेल्दा गरेको इन्जोय देखेर आफ्नो बालापन पनि याद आयो। यदि तपाईँहरू कसैले यो गेम खेल्नु भएको छ भने कमेन्ट गर्नुहोला। यतिकैमा क्लासको टाइम पनि सकियो र मैले सबैजनालाई बाई बाई भन्दै एक्जामको बेस्ट विशेष दिएर म लागेँ आफ्नो घरतिर। यदि तपाईँहरू कसैलाई मैले कतिवटा स्कुलमा ताइक्वान्डो सिकाउँछु भनेर जान्न मन छ भने फलो गर्नुहोला।